सर्वप्रथम त जनचासो च्यानलको यो तेस्रो एपिसोडमा देश र विदेशमा रहनुभएका सबै दर्शक श्रोतामा नमस्कार अनि स्वागत छ। म एनपी शर्मा। यो एपिसोडमा हामीले हालैका वर्षहरूमा कसरी चीन क्यान्सर र अन्य दुस्साध्य रोगको उपचारको लागि विश्वभर आकर्षणको केन्द्र बनेको छ भन्नेबारे विस्तारपूर्वक विवेचना गर्नेछौँ। साथै विश्वको चिकित्सा पर्यटनको अवस्था, भावी प्रक्षेपण एवं चीनले कसरी त्यो चिकित्सा महाशक्तिको दर्जा हासिल गर्न सक्यो भन्नेबारे पनि उदाहरणसहित समीक्षा गर्नेछौँ। आउनुहोस् परिचर्चाको थालनी गरौँ। क्यान्सर उपचारको तीर्थ कसरी बनिरहेको छ चीन? चीन केही वर्ष पहिलासम्म चिकित्सा पर्यटन अथवा मेडिकल टुरिज्मको क्षेत्रमा एउटा परिचित नाम थिएन। पहिले एसियामा थाइल्यान्ड, कोरिया, सिङ्गापुर जस्ता देशहरू मेडिकल टुरिज्मको हबको रूपमा स्थापित थिए। तर पछिल्लो 5 वर्षमा भने खास गरी क्यान्सर उपचारको क्षेत्रमा एउटा बिर्सनै नमिल्ने गन्तव्यको रूपमा चीनको जबरजस्त उदय भएको छ। चीनमा क्यान्सरको उपचारको पद्धति सस्तो मात्र होइन, प्रभावकारी पनि रहेको पुष्टि भएको छ। कार्टिसेल थेरापी जस्ता दुर्लभ उपचार पद्धति चीन बाहेकका अरू मुलुकमा बिरलै पाइन्छन्। बेलायत र अमेरिका जस्ता मुलुकमा कार्टिसेल थेरापी हुने भए तापनि त्यसको खर्च चीनमा भन्दा 10औं गुणा महँगो हुने रहेछ। चीनको उन्नत प्रविधि, स्टेम सेल ट्रान्सप्लान्ट र एआईको प्रयोगबाट हुने उपचार विधिबाट निको भएको क्यान्सर फेरि बल्झिने दर अत्यन्त कम हुने रहेछ। खास गरी ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा जस्ता रगतसँग जोडिने क्यान्सरका प्रकारहरूको सफल र सुपथ उपचारको लागि चीन पछिल्ला वर्षमा कहलिँदै आएको छ। खास गरी त्यहाँका सरकारी र सार्वजनिक अस्पतालमा उपचार शुल्क आम जनताको तहमा अत्यन्त सस्तो रहेको र त्यसको फाइदा विदेशबाट जाने बिरामीले पनि लिन सक्दा रहेछन्। त्यसैले पछिल्लो समयमा अस्ट्रेलिया, न्युजिल्यान्ड, इन्डोनेसिया र फिलिपिन्स जस्ता मुलुकबाट क्यान्सर बिरामीहरू उपचारको लागि चीन जाने लहर नै चलेको छ। पीडादायी र पुरानो केमोथेरापी पद्धतिको साटोमा आधुनिक एवं कम साइड इफेक्ट भएका अन्य उपचार विधिको आविष्कार गर्न चीनका चिकित्सकहरू विश्वमै अग्रणी देखिएका छन्। खास गरी चीनले पछिल्ला वर्षमा हाइनान टापुलाई अन्तर्राष्ट्रिय चिकित्सा पर्यटनको हबको रूपमा विकास गर्न खोजिरहेको छ। यहाँ चीनको मुख्य भूमिमा नपाइने विदेशी औषधि पनि सहज रूपमा पाइने व्यवस्था गरिएको छ। यसबाट विदेशबाट आउने बिरामीहरू लाभान्वित भइरहेका छन्। यो टापुलाई एक बिन्दु हेल्थकेयर सोलुसनको हबको रूपमा भनेको सिङ्गल पोइन्ट हेल्थकेयर सोलुसन हबको रूपमा स्थापित गराउने चिनिया सरकारको योजना छ। कतिपय देशका नागरिकलाई 30 दिनसम्म बिना भिसा मेडिकल स्टेको सुविधा पनि दिइएको छ। हाइनानमै खोलिएको सुपर एआई हस्पिटलले पनि चीनको उपचार गुणवत्ता बढाउन सघाइरहेको छ। विदेशी भाषा बोल्न र बुझ्न सक्ने स्वास्थ्यकर्मीहरू पर्याप्त सङ्ख्यामा खटाइएको छ। एआई र च्याट बक्सको सुविधाले गर्दा भाषा अनुवादको समस्या पनि धेरै हदसम्म हल भएको छ। यसबाहेक अत्याधुनिक चिकित्सा प्रणालीमा चीनको गर्विलो प्राचीन औषधि परम्परा पनि मिसाउँदा त्यसले बिरामीहरूका लागि सुनमा सुगन्धको काम गरेको छ। अङ्कोलोजी, पेन म्यानेजमेन्ट र रिहाबिलिटेटिभ सपोर्टको मिश्रणबाट क्यान्सरको निराकरणमा चीनले छोटै समयमा यस्तो फड्को मार्न सफल भएको हो। सन् 2019 देखि 2021 सम्म चलेको कोभिड महामारीलाई चीनले छोटो समयमै अनुकरणीय ढङ्गले नियन्त्रण गरेर देखायो। अर्थतन्त्र र जनस्वास्थ्यमा कमभन्दा कम क्षतिमै प्यान्डेमिकबाट पार पाएको चिनिया अनुभवले गर्दा धेरै विदेशीहरूको ध्यान चीनतर्फ तानिएको थियो। यसपछि चीनको स्वास्थ्य प्रणालीले अन्तर्राष्ट्रिय रूपमै वाहवाही पायो। यसले एक लोकप्रिय चिकित्सा गन्तव्यको रूपमा विश्वभर त्यो देशलाई चिनायो र धेरै विदेशी बिरामीहरूको छनौटमा पर्न गयो। यसबाहेक पछिल्ला दिनमा क्लिनिकल ट्रायल्स गर्ने दरमा चीनले पश्चिमका देशहरूलाई पछि पारेको छ। औषधिको बजार मूल्य पनि अमेरिका र युरोपभन्दा आधै कम पर्छ। कतिपय जीवनरक्षक औषधिहरू लाइफ सेभिङ ड्रग्स चिनिया सरकारले निःशुल्क वा अत्यन्त सहुलियत दरमा पनि उपलब्ध गराउँछ। कुल उपचार खर्चको 30% औषधि खरिदमै जाने सन्दर्भमा गुणस्तरयुक्त तर सस्ता औषधिले बिरामी उपरको आर्थिक भार धेरै नै कम गर्छन्। यसरी हेर्दा शिक्षा र स्वास्थ्यको क्षेत्रमा चीनमा साँचो समाजवाद होइन, रियल सोसलिजम चाहिँ कार्यान्वयनमा छ। उता अमेरिकामा भने वर्षेनी सबैभन्दा बढी व्यक्तिहरू दामासाही अर्थात् ब्याङ्क्रप्सीमा पर्ने मूल कारण त्यहाँको अचाक्ली महँगो उपचार खर्च रहेको छ। अर्को अर्थमा उपचार खर्च थेक्न नसकेकै कारण सबैभन्दा बढी अमेरिकीहरू टाट पल्टिन थालेका छन्। फेरि रिसर्च एन्ड डेभलपमेन्ट R&Dमा चिनिया मेडिकल कलेज र अस्पतालहरूले साँच्चीकै छलाङ हानेका छन्। आजभन्दा 20 वर्ष पहिले चिनियाहरू असाध्य रोगको उपचार गराउनु पर्यो भने युरोप वा अमेरिका पुग्थे। अहिले भने त्यताका मानिस चीन ओरिन थालेर रिभर्स मेडिकल टुरिज्मको अवस्था देखिन थालेको छ। सन् 2025मा भनेको गत वर्ष 13 लाख विदेशी बिरामीहरूले चीनमा उपचार गराएका थिए। यो भनेको अघिल्ला 3 वर्षको दाँजोमा
74% वृद्धि भएको स्थिति हो। सन् 2025 मा विश्वका 130 भन्दा बढी मुलुकका बिरामीले उपचारका निम्ति चीनको यात्रा गरेका थिए। तर नेपाल चीनसँग सीमा जोडिएको दक्षिणतर्फको छिमेकी भएर पनि क्यान्सर वा अन्य रोगको उपचारका लागि उत्तरतिर लागेको त्यति भेटिँदैन। नेपालीहरूका लागि चिकित्सा पर्यटनको गन्तव्यको रूपमा भारत, थाइल्यान्ड, सिङ्गापुर आदि देश नै रोजाइमा पर्छन्, तर चीन पर्दैन। बिरामी हुँदा ठुला नेताहरूले उपचार गराएको इतिहासबाट पनि यो तथ्य प्रभावित होला। हालसालको स्मृतिमा कुनै पनि वरिष्ठ नेता स्वास्थ्य सेवाका लागि चीनमा भर्ना भएको दृष्टान्त छैन। फर्चुन बिजनेस इन्साइट्सको तथ्याङ्क बमोजिम 2025 को वर्षमा चिकित्सा पर्यटनले विश्वलाई 38.2 अर्ब डलर कमाएर दिएको थियो। यो 2026 को वर्षमा यसको आकार बढेर 46.7 अर्ब डलर पुग्ने र 2034 सम्म यसले 250 अर्ब अमेरिकी डलरको आँकडा छुने प्रक्षेपण छ। भनेको गत वर्ष 2025 मा 38.2 अर्ब अमेरिकी डलर थियो हैन। यो मेडिकल टुरिज्मको चाहिँ टर्नओभर आउटपुट अब यो वर्ष चाहिँ 46.7 अर्ब डलर पुग्ने अनुमान छ भने 2034 सम्म बढेर चाहिँ 250 अर्ब अमेरिकी डलर छुने चाहिँ आकलन छ। अबका दिनमा यो अवस्थाको उल्लेख अंश चीन पुग्ने निश्चित छ। परम्परासँग प्रविधिको मिश्रण, बजेट मैत्री उपचार विधि, विकसित R&D को लाभ, AI को समायोजन, सस्ता औषधि र उपकरणहरू आदिको कारणले क्यान्सर सहित अन्य ठुला रोगको निम्ति चीन भोलिका दिनमा अझै विश्वसनीय अनि आकर्षक गन्तव्य बन्ने कुरामा शङ्का देखिँदैन। साथै यो एपिसोडलाई एक सूचनामूलक प्रस्तुतिको रूपमा बुझ्नुहुन र मेडिकल एडभाइसको रूपमा नलिनुहुन समेत म यहाँनिर अनुरोध गर्न चाहन्छु। अन्तमा यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। साथै नोटिफिकेसन पाउन सँगै रहेको बेल आइकन थिच्नुहोला। अर्को एपिसोडमा अरू कुनै विषयवस्तुको साथ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद अनि सबैमा शुभरात्रि।